नमस्ते साथीहरू। आजको यो भिडियोमा म तपाईहरुलाई समय व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा बताउन गइरहेको छु। यदि तपाई दिनभरि व्यस्त हुनुहुन्छ तर पछि हेर्नुहुन्छ मेरो एउटा पनि काम पूरा भएको छैन भनेपछि यो भिडियो तपाईको लागि। समय व्यवस्थापन गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ। यदि समयसँग यदि हामी चेन्ज हुन सकेनौं भने समयले पछि हामीलाई धेरै दुःख दिन्छ। सफलताको मूल मन्त्र नै समय व्यवस्थापन हो। टाइम म्यानेजमेन्ट गर्न सक्नुभयो भने तपाई जुनसुकै काम सजिलै गर्न सक्नुहुन्छ र समयमै गर्न सक्नुहुन्छ। त्यही भएर एकदमै महत्त्वपूर्ण छ समय व्यवस्थापन गर्नु। समय व्यवस्थापन गर्नुमा सबैभन्दा पहिले चाहिँ यो एउटा कुरा हुन्छ कि लक्ष्य। कुनै पनि काम गर्नुभन्दा पहिला त्यो कामको लक्ष्य यदि तपाईले थाहा छ, पुरै त्यो काम कसरी गर्ने र कति समय लगाएर गर्ने भन्ने त्यो लक्ष्य चाहिँ तयार गर्नुपर्छ। त्यो लक्ष्य स्पष्ट भयो भने कुनै पनि काम गर्छु भन्ने त्यो कामको बारेमा स्पष्ट थाहा छ, म यो काम गर्नु छ भन्ने, त्यो काम कति टाइमसम्म गर्दा चाहिँ हुन्छ र कति समयसम्म सकाउन सकिन्छ भन्ने नै हो टाइम म्यानेजमेन्ट भनेको। बिहान जुनसुकै काम गर्नुभन्दा पहिले बिहान चाहिँ उठ्नुहुन्छ 5-6 बजे त सबभन्दा पहिले के इम्पोर्टेन्ट कामहरू छ आफ्नो त्यो कामको सूची बनाउने। त्यो इम्पोर्टेन्ट कामहरू चाहिँ सुरुमै गर्ने, म यो काम चाहिँ गर्छु भनेर त्यसको चाहिँ छोटकरीमा सूची बनाउने। लेख्नु पर्दैन, आफ्नै मनमै सूची बनाउँदा हुन्छ। अनि म यो काम चाहिँ यति बेलासम्म गर्छु भन्ने जुन लक्ष्य हुन्छ तपाईहरुको र त्यही काम त्यति बेला नै कम्प्लिट गर्नु नै टाइम म्यानेजमेन्ट हो। अनि त्यही टाइम म्यानेजमेन्ट बिना चाहिँ के हुन्छ कि तपाई मोबाइल चलाउनुहुन्छ, मोबाइल चलाउँदै कति बेलासम्म चलाएको थाहा हुँदैन। एकछिन चलाउँछु भनेर मोबाइल हातमा लिएको तर 2-3 घण्टा कसरी गयो थाहै लाग्दैन। यही हो क्या समयको बर्बादी भनेको। टाइम म्यानेजमेन्ट गर्न सक्नुभयो भने त्यो समयको एकदमै बचत हुन्छ र जुन काम चाहिँ आफ्नो लक्ष्य टार्गेटमा छ त्यो काम चाहिँ टाइममै सकिन्छ। मेन पोइन्टमा जुन कामको तपाईले लक्ष्य बनाउनुहुन्छ त्यो काम चाहिँ यो टाइममा म कम्प्लिट गर्छु भन्ने जुन भाव छ, जुन टार्गेट छ, त्यो काम चाहिँ त्यही टाइममा चाहिँ पुरा गर्नु नै टाइम म्यानेजमेन्ट हो। एकदमै इम्पोर्टेन्ट हुन्छ यो टाइम म्यानेजमेन्ट भनेर। यदि समयमा तपाई काम पुरा गर्न सक्नुभयो भने त्यो चाहिँ एकदम प्रभावशाली हुन्छ र आफ्नो मनमा पनि सन्तुष्टि मिल्छ कि म यो काम चाहिँ यो टाइमसम्म गर्न सके। त्यो टाइममा त्यही काम सकिनु भनेको धेरै महत्त्वपूर्ण हो।